ल सो मैले साइज लिए 8/3। अब 8/3 किन लिए त्यसको पनि रिजन छ है। मेरो जो त्यो साइज थियो म अलरेडी भनिहालेँ, जो मैले तपाईँलाई त्यहाँ साइज दिएँ म्याक्सिमम एउटा कार्डको तल जो साइज लेखेको छु एक कार्डको है, त्यो चाहिँ हाइट र विड्थ एक कार्डको म्याक्सिमम त्यसको त्यो कार्डको हाइट र विड्थ चाहिँ तपाईँको कति छ 3.75/2.2 म्याक्सिमम छ है। म्याक्सिमम छ भने त्योभन्दा सानो लिन मिलेन, त्योभन्दा थोडा ठुलो नै लिने। जस्तै फर इक्जाम्पल मेरो चाहिँ यो क्यालकुलेटर मैले ओपन गरेँ, मेरो चाहिँ एक कार्डको म्याक्सिमम विड्थ छ 3.75 या 7 भनौँ। अब दुई कार्ड मैले एक कार्ड यता हटाउनु छ एक कार्ड साइडमा हटाउनु छ भने दुई कार्ड हटाउनलाई मलाई म्याक्सिमम विड्थ कति चाहियो 7.5, तर मैले यहाँ कति ल्याएको छु 8 यानि कि 0.5 एक्स्ट्रा ल्याएको छु ताकि ग्यापिङ पनि छोड्न सकियोस्। 8 को ठाउँमा 9 अलि बढी नै चाहियो भने तपाईँ 9 लिनु होला, 1.5 इन्च बढी लिनु होला, केही प्रब्लम भएन। त्यसैगरी सेम हाइटको केसमा एक कार्डको हाइट चाहिँ कति थियो हाम्रो म्याक्सिमम हाइट चाहिँ तपाईँको 2.2 थियो त्यसमा ओके। भनेपछि अब दुई कार्ड त हटाउनु छैन, एकै हटाउनु छ किनकि एक त साइडमा आउने हो भनेपछि हाइट त यति नै राख्दा भयो, तर मैले 3 राखिदिएँ यानि कि 0.7 को हाइट बढी छ। यही राख्नुपर्छ भन्ने होइन, तपाईँ आफ्नो हिसाबले हल्का ठुलै राख्दा पनि प्रब्लम हुने भएन, तर सानो चाहिँ नराख्नु ओके। अब हेरौँ हाम्रो चाहिँ त्यो कार्डलाई पनि म यहीँनिर लिएर आउँछु, हेर्न अलिकति सजिलो हुन्छ ओके। सो यहाँबाट गएँ म कार्डलाई पनि साइडमा राखेँ सो यसरी योलाई म साइड बाई साइड राख्नेवाला छु है। सबभन्दा पहिला चाहिँ हामी यो फर्स्टवाला कार्डको चाहिँ हेरौँ, मैले एउटा रेक्टेङ्गल ड्र गरेँ। अब यो रेक्टेङ्गलको साइज हो त्यो जो मैले त्यहाँ राखेको छु है। अहिलेसम्म हामीले पेजको साइज मिलायौँ, अब रेक्टेङ्गलको साइज मिलाउनु पर्ला। सो यो रेक्टेङ्गलको साइज मिलाउनुको लागि तपाईँले चाहिँ रेक्टेङ्गल ड्र गरिसकेपछि यहीसम्म बाहिर क्लिक नगर्नु होला, बाहिर क्लिक गऱ्यो भने यो पेजको हाइट र विड्थ हो, यसमा क्लिक गऱ्यो भने यो रेक्टेङ्गलको हाइट र विड्थ यो है, यो मिलाउनु। यो XY होइन, XY भने त पोजिसन हो, यो चाहिँ कान तलमाथि गऱ्यो भने त्यो हुन्छ, यो पोजिसन हो। सो म चाहिँ के गर्छु यहाँनिर यो कति डुप्लिकेट भयो ल, रेक्टेङ्गलको हाइट र विड्थ कति भनेको थिएँ मैले 3.5 सरी 7.5 चाहिँ के थियो विड्थमा थियो, हाइटमा चाहिँ कति थियो 2.2 त्यति नै हो 25 हो या 2.25 ओके ओके गरिदिए। यो हाम्रो चाहिँ सेट भइहाल्यो, यो एकको यो पर्फेक्ट यो भित्र अट्नु पर्यो, थोडा एक्स्ट्रा एरिया छ त्यही भएर यताउता तलमाथि ग्यापिङ भइरहेको छ नो प्रब्लम। सो हामी यसैलाई डुप्लिकेट गरेर अर्को पनि बनाउन सक्छौँ या अर्को बनाएर चाहिँ जस्तै मैले एउटा अर्को बनाएँ हैन यसरी, र यसको साइज पनि कति राखिदिएँ मैले यहाँ माथिबाट 3.75/2.25 इन्टर हाने बराबरै दुईटै बराबर आउँछन् किनकि दुईटैको साइजकै राखेँ हामीले इक्वल लाइक एकको माथि एक राख्यो भने हेर्नुलाई यो बराबर छ। सो खेर म अहिले एउटै बनाउँछु त्यसैलाई डुप्लिकेट गर्ला। अब यसमा चाहिँ थोडा यसलाई ठुलो गरेँ मैले सो साइडमा हेर्नको लागि। सो यहाँनिर सो यस्तो छ हाम्रो। अब यो फर्स्टवाला बनाउनुको लागि थोडा राउन्डेड गर्नु पर्ला अभियसली। अब यहाँबाट डिजाइनिङ गर्नुहोस्, अब डिजाइन गर्दा त तल माथि बाहिर जहाँ गरे पनि भयो, लास्टमा चाहिँ तपाईँको यहाँनिर हुनु पर्यो चाहिँ है। सो सेप टुल समाते थोडा बहुत यसलाई के गरिदिएँ मैले ब्यान्डै गरिदिएँ, यो पहिला पनि गरेका छौँ हामीले थाहा छ है। त्यसपछि एउटा चाहिँ हामी के गर्ला भनेपछि यो गोलोवाला बनाउला। सो यहाँनिर मैले चाहिँ के गरिदिएँ कन्ट्रोल दबाई राखेर एउटा के लिने गोलो सेप लिने ओके। र यो गोलो सेपलाई यसको बिचमा अब यो कहाँनिर मिडल हो भन्ने पनि थाहा हुँदैन हामीलाई, मिडल कहाँनिर हो कसरी थाहा हुने, यसरी हालले हामी मिलाएर त राख्ला तर यसको बिचै कहाँनिर हामीलाई थाहा छैन। सो यो सेट यो मिलाउनु पनि सिकिराख्नु होला प्लिज। पहिला यो सेपलाई समात्ने जसलाई बिचमा राख्नु छ, त्यसपछि जसको बिचमा राख्नु छ सिफ्ट दबाएर त्यसलाई सिलेक्ट गर्नु, दुईटै सिलेक्ट भयो नि त। अब किबोर्डबाट ई हाल्नु होला, ई भने मिडलमा आउँछ, खाली ई हाल्नु। यो हेर्नुला इभन मैले अहिले बाहिर राखिदिएँ ल यहाँ समात्नु, यो दबाए यो समाते सिफ्ट दबाएर यो सेप समाते ई हाने मिडलमा आयो, सी हाने भने सेन्टर पनि आउँछ। अहिले हामीलाई सेन्टर गर्नु छैन, आर हाने भने राइट साइड जान्छ, एल हाने भने लेफ्ट साइड जान्छ। खेरमा अहिले यो राइट लेफ्ट त हालले नै मिलाउँछु, एरो कीले मैले थोडा यता गरिदिएँ बस यतिको ग्यापिङ पर्यो, तर एकदम मिडलमा छ ओके पर्फेक्ट। अब यसमा चाहिँ यही कलर म उठाउँछु, अहिले मसँग कलर छैन त म यही कलर नभए तपाईँ चाहिँ यो कलर डाइरेक्ट यहाँ पनि छँदैछ यसमा, यसको कलर चाहिँ यो वाला राख्ने। आउटलाइन चाहिँ मैले के गरिदिएँ हटाइदिएँ ओके। फेरि सिफ्ट दबाउने यो कर्नर समातेर एन्ड भित्र लिने थोडा र यसलाई के गरिदिने अब
डुप्लिकेट, यो पहिला पनि गरेको छु है। यसमा ब्ल्याक कलर गरिदिए, तर हेर्नु होला त्यसको जस्तो लुक आएन। यसमा बाहिर स्याडो पनि छ यसमा है, स्याडो एकैछिनमा हाल्ला, पहिला हामी चाहिँ अरू काम गरिहाल्छौँ। सो त्यसपछि यहाँबाट मैले फेरि एउटा के ताने, रेक्टेङ्गल ताने यसरी त्यत्तिकै। सो यसमा पनि मैले सेम कलर हालेँ, आउटलाइनलाई चाहिँ के गरिदिएँ मैले हटाइदिएँ। अनि योलाई पनि मिडलमा राख्नु पर्ला। सो पहिला योलाई समात्ने, शिफ्ट दबाएर अनि केलाई समात्ने, बाहिरकोलाई के हान्नु किबोर्डबाट ई हान्ने। सो यो मिडलमा आयो ओके। र पहिला योलाई चाहिँ पावर क्लिक गरिदिन्छु, यसमा अरू केही पनि काम गर्नु छैन। सो यसलाई राइट क्लिक, पावर क्लिक इनसाइड। सो यदि मैले चाहिँ पहिला पावर क्लिक यो डब्बालाई गरिदिया भएपछि यो चाहिँ माथि आउँछ है, फेरि ध्यान दिनु होला। अब यसमा ब्ल्याक कलर हालिदिन्छु म बाहिरको त ओके, यो ब्ल्याक कलर भयो। एन्ड त्यसपछि अब यहाँनिर चाहिँ यो वाला गोलवाला स्याडो हालिदिन्छु म। अब स्याडो हाल्नलाई तपाईँको यो भित्र ड्रप स्याडो भन्ने हुन्छ। खेर मेरो स्याडो लेखेको छ, तपाईँको पहिला पनि युज गरेको छ। यसलाई चाहिँ थोडा बिचैबाट तानेर ल्याउने, बिचबाट थोडा तानिदिने, बस भइहाल्यो, थोडा बस स्याडो आइहाल्यो हाम्रो है। खासै नदेखिया होला, हेर्नु होला, कन्ट्रोल जेड हान्छु म, यो स्याडो आएको छ है। सो यसमा चाहिँ अब यो लेख्ने म्याटर छैन, तर यो वाला कसरी बनाउने भन्ने होला। यसको लागि धेरै तरिकाहरू छन् हामीसँग बनाउनुको लागि, कुनै एउटा तरिका युज गर्नु होला। मलाई सबभन्दा सुइटेबल तरिका चाहिँ एउटा मैले गोलो सेप बनाएँ यसरी ओके। त्यसपछि यो जो चाहिँ यसलाई 3 वटा बनाउँछु म। यो जो गोलो छ यसलाई 3 वटा डुप्लिकेट गर्छु र यसैमा डुप्लिकेट गर्नु छ मलाई भने किबोर्डबाट प्लस की हान्नु होला। किबोर्डको कुन्दैमा प्लस माइनसका की हुन्छ नि न्युमेरिक साइडतिर, त्यो प्लस की हान्ने 1। सो म कलर पनि चेन्ज गर्छु ताकि तपाईँलाई थाहा होस्। सुरुको कलर चाहिँ म रेड राख्छु, फेरि मैले प्लस की हाने, फेरि त्यसको कलर राइट क्लिक गरेँ मैले ब्लू कलर राखेँ, फेरि प्लस की हाने, त्यसको कलर चाहिँ म राइट क्लिक गरेर ब्ल्याक राखिदिन्छु। ब्ल्याक र ब्लूमा थाहा हुँदैन, सो ग्रिन राख्छु यसमा। सो यसमा 3 वटा छ, यहाँ हेर्नु होला, 1 2 3 प्लस की हाने भने त्यहीँनिर डुप्लिकेट हुन्छ कि। सो 3 वटा बनाएँ मैले। अब चाहिँ एक काम गर्न सक्छु म। सो फर्स्ट यो सेप टुल सामान्य सेकेन्ड वाला टुल र यो फर्स्ट वालालाई हल्का यता गर्ने, योलाई यो पहिला पनि गरेको छ हामीले ओके यतिकै। र यहाँबाट चाहिँ योलाई घुमाएर यसरी चाहिँ एक क्यु मिल्यो ओके। सेकेन्ड वालामा क्लिक गर्ने। अब सेकेन्ड वालालाई पहिला हल्का यता गर्नु होला योलाई, फेरि यहाँबाट घुमाएर हामी योलाई पनि हल्का के गर्ला यो साइडतिर जति आफूलाई राख्नु छ। त्यसपछि योलाई ब्याक साइडबाट तलबाट यहाँबाट घुमाएर यो साइड। सो हाम्रो बनिहाल्यो। यसलाई चाहिँ हल्का मोटो गर्ने यहाँबाट यसरी, हो धेरै मोटो यसरी। र यो सेपलाई पनि समातेर यहाँबाट आउटलाइनलाई के गर्ला हामी मोटो गर्ला यसरी, र बिचको हाम्रो यसरी बनिहाल्यो। जो यो वाला छ नि हाम्रो कहाँको यो वाला बनिहाल्छ। एक तरिका यो हो। नाइ म यो तरिका युज गर्दैन, अरू तरिका युज गर्छु भने अरू तरिका पनि हेर्नुहोस्। एउटा गोलो सेप ताने मैले ओके। त्यसपछि यहाँबाट लाइनको सहायता लिने, मतलब यसलाई डुप्लिकेट गर्ने पहिला त हैन। सो शिफ्ट दबाइ राखेर मैले एकलाई भित्रतिर डुप्लिकेट गरेँ, फेरि एकलाई चाहिँ शिफ्ट दबाइ राखेर त्यति कहाँ पनि ल्याएर आए बाहिर यसो। या यति धेरै झ्याउ गर्नु छैन भने एकै राख्ने, एकै राखेर शिफ्ट दबाएर चाहिँ थोडा बाहिर लिने, डुप्लिकेट गर्ने, फेरि कन्ट्रोल आर हान्दिने, एउटा अरू डुप्लिकेट गर्ने बराबर। फेरि लाइनको सहायता लिने यहाँबाट 2 पोइन्ट कर्भ, र यहाँबाट चाहिँ हामी के गरौँला एउटा लाइनलाई चाहिँ एउटा लाइनलाई चाहिँ यो साइडतिरबाट यो साइडतिर यसरी ड्र गरिदिउँला हामी। एक लाइनलाई चाहिँ यो साइडबाट चाहिँ हामी यो साइडतिर यसरी दुईटा लाइन ड्र भयो। अब स्मार्ट फिलको सहायता लिने ओके, एउटा यसमा फिल गर्ने, एउटा यसमा, यतापट्टि एउटा यसमा, एउटा यसमा, हाम्रो काम भइहाल्यो। सो बाहिरको लाइनहरूलाई चाहिँ के गरिदिउँला हामी डिलिट गरिदियो। यो पनि डिलिट गरिदिएँ मैले, यो पनि डिलिट गरिदिएँ, एन्ड यो बाहिरको योलाई पनि डिलिट गरिदिने, र एउटा भित्रको योलाई पनि डिलिट गरिदियो। ओ सरी यो वालालाई है यो। अब यो यसरी हाम्रो काम भइहाल्यो। यिन दुईलाई वेल्डिङ गरिदिने, यो दुईलाई समाते माथि वेल्ड गर्ने फिचर हुन्छ। यो त अलग अलग छ नि त, वेल्ड गऱ्यो भने एकै भइहाल्छ। योलाई पनि सिलेक्ट गर्ने, वेल्ड भइहाल्यो। यसरी गर्दा कुन तरिका सही लाग्यो अब तपाईँ आफ्नो हिसाबले गर्नु होला जो वाला। अब यसमा एउटा फाइदा छ यसमा, र एउटा घाटा पनि छ। यसमा एउटा फाइदा के छ भनेपछि सो हेर्नु होला दुईटै बराबर भएन है एउटा त। सो एकलाई हटाएर यसैलाई डुप्लिकेट गरेर यता राख्दा पनि हुन्छ, किनकि हाम्रो लाइनहरू पर्फेक्ट नतानिया हुन सक्छन्।
सो यसलाई माथिबाट फ्लिप गरेर ठ्याक्क मिलाएर राख्ने दुईटै बराबर यसमा धेरै गाह्रो भएन यो मिलाउन सकियो है सो यसमा एउटा घाटा छ यसलाई मोटो गर्न मिल्दैन मोटो कसरी गर्ने है यो त लाइन हैन नि त लाइनमा त माथिबाट यहाँबाट यसरी गरेर गर्थ्यौ यो लाइन हैन यो त सेप हो भनेपछि एउटा सजिलो के छ कि डाइरेक्ट कलर सलर हाल्न मिल्यो हैन जति सानो जति ठुलो गरे पनि यसको साइजहरु चाहिँ इक्वल रहिराख्छ यसरी जति सानो जति ठुलो गरे पनि साइज इक्वल रहिराख्छ एउटा यो फाइदा यसमा हुन्छ अर्कोमा यस्तो हुँदैन यदि तपाईले यो लाइनहरु तान्दिया भएपछि लाइनमा गडबड हुन्छ जो अगाडि हामीले यो लाइनिङबाट चाहिँ बनाएको थियौ नि त यसमा के हुन्छ भने यदि तपाई यसलाई मोटो गर्नुहुन्छ भनेपछि जति सानो होला त्यति यो मोटो मोटो हुँदै जान्छ अटोमेटिकली सानो भए पनि यसको आउटलाइनको विड्थ त त्यति रहने हो कि मोटो भए मोटो छ नि त यो ठुलो हुँदाखेरि यति मोटो थिएन यो यति मोटो देखिराखेन नि त तर सानो हुँदाखेरि मोटो भयो किनकि यसको विड्थ चाहिँ 3 के छ तपाईको पोइन्टमा छ यो एउटा घाटा हुन्छ यसमा तपाईको मर्जी जुन तपाईलाई सुटेबल लाग्छ त्यो गर्ने ठीक छ यो पनि चाहिँ बनिहाल्छ ल मैले यसलाई पनि व्हाइट गर्दिए यसलाई पनि के गर्दिए मैले व्हाइट गर्दिए एन्ड जो बीचको लाइन छ यो लाइनलाई चाहिँ राइट क्लिक हाने यहाँनिर यो अलाउ गर्दिए अब यो सबैलाई समात्छु म कन्ट्रोल जी ग्रुप गर्दिदा पनि हुन्छ हल्का सानो आफुलाई जति चाहियो त्यति मिलाएर चाहिँ कहाँ राख्दिने तपाईको यहाँनिर ओके यति भइसकेपछि तल एम्बिसन टेक्निकल इन्स्टिट्युट त लेख्न सक्नुहुन्छ त्यसमा प्रब्लम छैन यो भइहाल्यो अब दोस्रो मैले किन अगाडि नबनाऊ भने यसैलाई डुप्लिकेट गर्ने के अब बार बार बनाउन अब किन अर्को बनाउला खाली हैन सो हामी यहाँ के गरौँला भने यसैलाई डुप्लिकेट गरौँ सो यसैलाई समात्ने र यो एम्बिसन टेक्निकल इन्स्टिट्युट लेखेर डुप्लिकेट गर्दा अरु बेटर किनकि अर्को सेम छ नि त त्यस्तै छ सो म लेखिदिन्छु छोड्दै यहाँनिर एम्बिसन CHNTCHNICL लेखिदिए यसलाई कन्ट्रोल ए हाने मैले र माथिबाट चाहिँ कन्ट्रोल ए नहाने पनि हुन्छ यहाँनिर सेन्टर अलाइनमेन्ट छ या सेन्टर अलाइनमेन्ट नगर्ने भएपछि अब यसलाई गर्नु अहिले आवश्यक छैन किनकि पछि हामी कन्ट्रोल के हानेर अलग अलग त गर्नै पर्ने हो है सो यहाँनिर मैले यसलाई उठाएर राखे यसको चाहिँ कलर कुन छ व्हाइटमा छ ओके सो आफ्नो हिसाबले यसलाई के गर्ने मिलाउने कति सानो ठुलो छ ट्याक्क मिलाएर राख्नुलाई राखिन्छ त्यसपछि यसलाई समाते मैले र यसको चाहिँ कलर कुन छ हाम्रो ओरेन्ज सो यसलाई पनि सानो गरेर मिलाएर अब यसलाई पनि सेन्टर मिलाउन गाह्रो हुन्छ सो सेन्टर मिलाउन त्यही टेक्निक यसमा पनि अप्लाई गर्दा हुन्छ पहिला यसलाई समात्ने शिफ्ट दबाएर यो गोलोलाई सी हान्नु पर्ला सेन्टरका लागि फेरि यसलाई समात्ने शिफ्ट दबाएर यसलाई सी हान्ने यो पनि सेन्टर है किनकि हालले मिलाउँदा कति बेला सेन्टर नपनि हुन सक्छ ल यति भइसकेपछि यसलाई पुरैलाई समाते मैले एन्ड कन्ट्रोल दबाए सरी पहिला चाहिँ पुरैलाई समातेर थोडा बाहिर तान्नु ग्रुप गरेको छु नि त थोडा बाहिर तान्ने कन्ट्रोल दबाएर यहाँ डुप्लिकेट गर्नु ओके यति भइसकेपछि अब हामी चाहिँ के गरौँला यो बीचको एरियालाई पनि डुप्लिकेट गर्दियौ ओ सरी ग्रुप गर्दियौला यसलाई घुमाउन सजिलो हुन्छ नि त यो त अलग अलग टुक्रा टुक्रा छन् यसमा कन्ट्रोल जी ग्रुप ताकि गडबड फेरि कन्ट्रोल दबाएर यसको भित्र जान्छु म र यो बारलाई उठाएर कहाँ लिएर आउँछु म तल ठीक छ यसरी एन्ड तपाईको चाहिँ जो यो वाला गोलो वाला छ यदि तपाईको यही ठीक छ भने यही ठीक छ नत्र थोडा यताउता राख्नु छ ठीक छ काम भइहाल्यो हाम्रो यति राखे पनि भइहाल्छ अब यो साइडतिर लेख्ने काम मात्रै रह्यो सो लेख्ने कामका लागि तपाई लेखिहाल्नुहुन्छ मेन कुरा चाहिँ यसमा अरु काममा त प्रब्लम नआउला सिम्बलहरु पनि ल्याउन आउँछ होला तपाईहरुलाई हैन एन्ड तपाईको यी त लाइनहरु हुन् यो सानसाना लाइन हुन् एन्ड तपाईको इन पनि लाइन हुन् तर यो डबल कलर कसरी आयो भन्ने होला यसको आइडिया दिन्छु हैन सो यसको लागि कहाँ गयो ल यहाँ यसको लागि चाहिँ हामी के गर्ला एउटा सिम्पल लाइन तान्ने तपाईले पहिला लेखिसकेपछि एक लाइनलाई यसरी तान्ने यसको कलर चाहिँ व्हाइट गर्ने राइट क्लिक व्हाइट अब यसैलाई डुप्लिकेट गर्ने यहीँनिर प्लसको बटन दबाएर दुईटा लाइन भयो अब एक लाइनलाई चाहिँ यहाँबाट समातेर यसलाई सानो गर्ने यसरी सानो गरे मैले सरी दुईटै लाइनको सानो डुप्लिकेट भयो कि ओके डुप्लिकेट नभएर रहेछ प्लस बटन हाने मैले डुप्लिकेट भयो अब यो लाइनलाई समातेर सानो गरे राइट क्लिक गर्ने अर्को कलर गर्ने यसमा र हल्का विड्थलाई बढाइदिने लुक आयो सो यस्तो लुक बनाउनु र मेक स्योर एउटा चीज चाहिँ ध्यान के दिनु होला भने जस्तै यहाँ पर्फेक्टली मिलाएको छ
यसको फन्ट साइज जति छ यो भित्रवाला सबको सेम छ, माथिवाला जतिको सेम छ भनेपछि मैले के गरेको थिएँ भने पहिला एक बनाएको थिएँ मैले आफूले बनाएको, अनि यसलाई चाहिँ यसो बाहिरबाट समातेर यसैलाई डुप्लिकेट गर्दै तल तल गरेर फेरि त्यसमा रिप्लेस गरेँ। बार बार बनाउनु परेन नि त सबै। जस्तै फर इक्जाम्पल मैले एकै यहाँनिर बनाइदिन्छु है, यसलाई थोडा तल राखेँ है, यो चाहिँ यहाँनिर एकलाई चाहिँ राम्रोसँग मिलाउने यहाँनिर ओके, यति यति राखेँ मैले, अरू चिजहरू माथि लेखेर। त्यसपछि एक लाइन त मलाई यता पनि चाहियो फेरि होइन, यसरी सो सिफ्ट या कन्ट्रोल दबाइराख्ने, कन्ट्रोल दबायो भने तपाईँको लाइनहरू के भन्छन् सिधै भन्छन् है। त्यसपछि आइकन लिएर आउनु पर्ला। आइकन ल्याउनलाई के गर्ने, कन्ट्रोल F11 हान्दा पनि हुन्छ, नभएपछि यहाँबाट गएर मेरो ग्यालेक्सी छ तपाईँको इन्सर्ट क्यारेक्टर भन्ने हुन्छ है, कन्ट्रोल F11 साइडमा यहाँबाट चाहिँ तपाईँले विन्डिङ्स र वेबडिङ्स भन्ने फन्टमा जानुपर्छ, पहिला जानुभएको छ सायद। ल म चाहिँ यहाँनिर विन्डिङ्समा गएँ। सो यहाँबाट तपाईँलाई जे जेको आइकन चाहियो यसरी पहिला नै राखिदिनु होला बाहिर ल्याएर, 1 होइन 2 यसरी 3 जे चाहियो तपाईँ राखिदिनुहोस्। सो यिनको कलर सलर चेन्ज गर्न मिल्छ, सानो ठुलो गर्न पाइन्छ आफ्नो हिसाबले। सो सबभन्दा पहिला म चाहिँ के गर्छु, नेमवालामा चाहिँ खालि यो पेन्सिलको आइकन राखिदिन्छु। त्यहाँ कुन छ मलाई थाहा भएन, राइट यसमा चाहिँ के गर्ने, क्लिक गर्ने, कलर चाहिँ चेन्ज भइहाल्छ। सो ठ्याक्कै एकलाई ल्याउने, यसलाई सानो गरेर ठ्याक्कै मिलाएर चाहिँ के गर्ने हामी यहाँनिर राखिदिनुहोस्। यो आइसकेपछि अब यसमा लेख्ने काम रह्यो। लेख्नुको लागि तल हेर्नुलाई कसरी लेखिएको छ, पहिला फोन लेखिएको छ, त्यसपछि फोन नम्बर छ। जस्तै फर इक्जाम्पलका लागि अहिले मैले यसैमा लेखिदिन्छु। सो पहिला चाहिँ के लेख्ने, यसमा फोन इन्टर हाने मैले, फेरि +9779848791035। सो यसको कलर चाहिँ के गरिदिउँ होला हामी, यो वाला कलर लेखिदिउँ अहिलेका लागि। यसलाई सानो बनाएँ मैले। अब फोनलाई थोडा ठुलो राख्नु पर्ला, भित्रको फोन नम्बरलाई के राख्नु पर्ला, थोडा सानो राख्नु पर्ला। सो यसको लागि तपाईँले कन्ट्रोल के हान्ने, दुईटालाई टुक्राइदिने। फोनको लगभग यति नै ठिक छ। र तपाईँको जो फोन नम्बर छ यसलाई थोडा के गर्ला हामी सानो बनाइदिने, ओके यतिकै गरिदिनु थोडा तल। यसलाई एकलाई राम्रोसँग मिलाउने यसरी, र तपाईँको कलर के छ तल हेर्नु होला। सो व्हाइटमा छ है पुरै, सरी कहाँ गयो, ल यो दुइटै व्हाइटमा छन्। सो म दुइटैलाई केमा गरिदिन्छु, व्हाइट कलर गरिदिन्छु ल यसरी। र यो भइसकेपछि अब यसैलाई डुप्लिकेट, अर्को नबनाउने कि यसैलाई डुप्लिकेट गर्ने, अब समात्ने यसलाई ओके पुरैलाई। अब कन्ट्रोल दबाइराखेर थोडा कन्ट्रोल दबाइराखेर कहाँ तान्ने, तल तान्ने, फेरि यहाँनिर के गर्ला हामी डुप्लिकेट गर्नु, फेरि कन्ट्रोल आर एन्ड तपाईँको अप्पर लेख्नु पर्फेक्टली सबै सेम साइजमा सेम पोजिसनमा लेखिन्छ नि त, राम्रो हुन्छ। पछि थोडा तल बढी स्पेस बचिहाल्यो, 3-4 कुरा हटिहाल्छन् भने तल अलिकति राख्ने, फेरि माथि ठुलो अक्षरमा चाहिँ लेख्नु। यो तरिकाले के गर्नु होला, मजाले बनिहाल्छ यसमा। यो तपाईँको भिजिटिङ कार्ड र जो साइज दिएँ मैले भिजिटिङ कार्डको, त्यहाँनिर अब 2 साइज किन दिएको थिएँ भन्ने पनि होला तपाईँको ओके। यसमा 2 साइज छन्, एउटा मैले 3.375, एउटा 2.0 गरेको थिएँ, एउटा त यो साइज थियो, एउटा अर्को साइज पनि थियो त्यसमा, यहाँनिर हेर्नु होला। एउटा अर्को साइज कति छ भने तपाईँको चाहिँ 3.5 र 2 भन्ने छ नि, यो वाला साइज। अब यो किन राखेको थिएँ म तपाईँलाई बताउँछु है। सो यो एउटा चाहिँ के गर्ने कि यो बनिसकेपछि या बनाउनुभन्दा पहिला यसरी एउटा रेक्टेङ्गल राख्नु के, त्यही साइजमा। अब यो रेक्टेङ्गलको काम के हो भनेपछि यो भित्र मात्रै कन्टेन्ट हुनु पर्यो, लेखेको चिजहरू योभन्दा बाहिर आउनु भएन ओके। किन यस्तो अहिले भन्छु। जस्तै फर इक्जाम्पल मैले यसमा पनि राखेँ, यसलाई चेक गर्नको लागि ओके, पर्फेक्ट यो भित्र आउँदैछन् कि छैन, थोडा बाहिर जाँदैछ, यो हेर्नु होला पेन्सिलहरू बाहिर गइहाल्यो नि त यहाँनिर। सो तपाईँले के गर्नु पर्ला, यो पेन्सिलहरूलाई चाहिँ थोडा भित्र लिनु पर्ला यसरी, बस यति। अब यस्तो किन गरिएको, यो साइज चाहिँ मैले किन दिएँ भने एक्चुअल साइज चाहिँ यही हो तपाईँको, जो देखिन्छ नि तपाईँको पर्फेक्टली। यो बाहिरको साइज भनेको त्यसमा नलेखिने साइज हो क्या, मेबी मसिनबाट काटिनु सक्छ त्यो साइज, मेबी कुनै कार्ड होल्डरमा हाल्यो भनेपछि त्यो कार्ड होल्डरमा चाहिँ तपाईँ के हुनसक्छ, गायब हुनसक्छ। जस्तै हाम्रो स्कुलका कार्डहरू हुन्छन्, होल्डरमा हाल्ने बेला के कन्टेन्ट चाहिँ तपाईँको छोपिदिन्छ, त्यो किन हुन्छ भनेपछि पर्फेक्ट तपाईँको यही साइजमा बनाइदिन्छन् कि उनीहरूले। सो के एक्स्ट्रा एरिया बचाउनुको लागि मैले त्यहाँ 2 साइज दिएँ। मेन साइज चाहिँ यति नै राख्ने जो मैले पछाडि म्याक्समा दिएको छु, तर एउटा चाहिँ के गर्ने भने यस्तो प्रकारको एउटा चाहिँ जो अलग साइज थियो एकचोटि यसरी नापेर चाहिँ हेरिहाल्नु, यानि कि यो बाहिरको जो एक्स्ट्रा एरिया छ नि त यसमा केही पनि जानु भएन के, कन्टेन्ट सब भित्र हुनु पर्यो एकदम प्रोफेसनल्ली। यसरी चाहिँ कार्डहरू हामी बनाउन सक्छौँ
यो भयो। अब त्यसपछि यसलाई प्रिन्टिङ गर्ने त अब प्रिन्टिङको जिम्मा हो तपाईँको होइन, बनाउने चाहिँ यसरी सकिन्छ बनाउनु। आज त के सकिन्छ र अब भोलि सकिन्छ।